guys, welcome to my next vlog. ल भन्नु अब हामी कहाँ जान लाग्यो? कहाँ जान लाग्यो रे गोलु? पिकनिक गर्न। ल अब हामी जाँदैछौँ पिकनिक गर्न। लेट्स गो। वू! राखेको छौँ रे गाइस। पामा। ल पहाड घुम्न जाँदैछौँ गाइस। गोदावरी। ल जाऊँ ल। गोदावरी जाइरहेको हो ल हातसम्म त मामुको ल आऊ आऊ अनि के गर्ने त्यहाँ गएर त्यहाँ खेल्ने कुद्ने डान्स गर्ने अनि इन्जोय गर्ने हो ल के भइरह्यो स्लाइड पनि खेल्ने स्लाइड पनि खेल्ने ल स्लाइड पनि खेल्ने ओके आयुष ओहो आयुष त यहाँ पो रहेछ ल जाऊँ ल ल ल ल जाऊँ ढिलो हुन्छ ल ओके ल ल ल यता आऊ गाडी आयो यता 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 ल जाऊँ ल ओके ल बिस्तारै हिँड है ल हामी अब आयौँ हाम्रो गाडीनिर भयो ल जाऊँ छिटो ल आइसक्यो यता यता मामु हिँडेर जानुहुन्छ ल चित्र बसल मोटर गाडीमा जिन्दगी सरर मोटर गाडीमा हजुर हजुर ए हो ल अनि अगाडि 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 हेरेर हिँड्नु ए हस् ओके छ ल ल डान्स गोली मोली टोली हौ देख्नेले देखिहाल्छ बुझिहाल्छ आयुष चलो चलो In 600 meters, slight right onto Jamal Road. So beautiful. So elegant. Just look like a wow. My mom is wow. Cute. Yes. आज शनिबार भएर होला है बाटो कस्तो खाली छ यस्तो बाटोमा भिड हुन्छ नि के छ रे बाटोमा यस्तो भिड हुन्छ कि बाटोहरूमा पनि हो त्यही भनेको कि आज अलिक खाली खाली आज खाली स्याटरडे भएर हामी अस्ति नै किर्तिपुर आउँदा पनि यतैबाट आएको होइन यो बाटो त्यस्तो धेरै यादै भयो अस्ति नै यो अपार्टमेन्ट हामी आएको थिएन एकचोटि घुम्न यो ठुलो बिल्डिङ यहाँको चित्र त सुनसान भयो के भयो चित्र माइ गॉड कस्तो चिसो छ यता गोदावरीमा बस्ने मान्छेहरूले खान्छ कमेन्ट
गर्नु है को भनेर कमेन्ट गर्नु ल ल है मेरो छोरीले भनिसक्यो कमेन्ट गर्नु है को हुनुहुन्छ गोदावरीमा कस्तो मौसम छ भित्र चिसो पानी पर्छ यता तर पानी पक्का पर्छ ल पानी त हेर्दै मौसम पुरा खतरा सोचिरहेको थिएँ मैले छाता राखौँ कि भनेर फेरि घाम लागेको देखेर राखिनँ काठमाडौँको मौसम यस्तै हो घरि के गर्ने लुकेर बस्ने यो चाहिँ के रहेछ भाइ बिल्डिङ रेन्टको छ नि त रेन्टको होटेल हो होला नि होटेल रिसोर्ट होला के ल वेट गर्नु मिठो चिया पाक्दैछ दिदीले पकाउँदै हुनुहुन्छ चिया खतरा पानी धेरै नहाल्नुहोस् मिठो चिया पकाउनु दिदी है कस्तो छ ठिक छ ठिक्क चिनी हालिदिउँ न 3टा चाय बनवायला का बघा अबि बाबा यहाँ हाल्नु त एउटामा हुन्छ ठिक्कको हालिदिउँ न चुइरहेको छ हामीहरूलाई छिटो खोज्नुपर्छ कहाँको गाइस हामी जाएको गोदावरी गाडी घुम्नलाई अनि के ल्याएको छ सबै अहिले देखाउँछु भन न सेट अहिले खाने बेला पनि देखाउँछु ल कति राम्रो फ्लावर्स अरे है गाइस हेर्नु अनि एकदम शीतल पिसफुल ठाउँ छ यो कस्तो राम्रो छ तपाईहरु पनि आउनु एकचोटी कस्तो राम्रो छ यहाँ ल ल साथीहरु खान मिल्छ भन्नु तिर्न मिल्दैन खाने खोइ कता ड्याडी एक्लै दाइदी ठाउँ खोज्न जानु छ नि त न सबै व्यवस्था छ साथीहरु एकदमै रमाइलो लागिरहेछ हो एकदमै रमाइलो बहुत बढ़िया लग रहा है बहुत बढ़िया गार्डन आइपुग्यौँ कस्तो घाम छ हेलो गर्मी भयो गर्मी घाम पानी अब गर्मी लाग्यो गाइस गर्मी भयो गाइस उकालो पनि छ यहाँ त सिडीहरू उकालो भए पनि ब्युटिफुल छ एकदमै रमाइलो आउनु होला के गर्नु पर्यो रे फुलले यहाँ सिंगल सिंगल भिडियो बनाइदिनु न ल गाइस यहाँ कस्तो लागिरहेछ आयुष फ्लाइट गर्नको मन लाग्यो स्लाइड गर्नु हुँदैन गाह्रो हुन्छ तलाउ स्विमिङ गर्ने कहाँ स्विमिङ चित्रो ल गाइस अब हाम्रो पिकनिक सक्यो अब हामी निस्किन लागेको कसलाई तिमीहरूलाई नाइस दामी ट्रिप भयो हाम्रो आजको गोदावरीको एकदम नाइस भयो आजको पिकनिक हाम्रो एकदम अनि दामी नानी बाबुलाई राम्रो लाग्यो सो तपाईहरुलाई पनि मन पर्यो भने हाम्रो च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सनुहोस् है गाइज ल ल